तपाईले माया नै गर्नु छ भने किताबसँग गर्नु न है। किताबले धोका दिए पनि तपाईलाई लक्ष्यसम्म पुर्याएर छोड्छ। सरकारी जागिर, सरकारी जागिरले तपाईलाई कहिले भोकै सुत्न दिँदैन, तर कहिले करोडपति पनि बन्न दिँदैन है। सरकारी जागिरको तयारी गर्न लाग्नुको मतलब यो होइन कि तपाईले त्यो जागिर पाउनै पर्छ, तर तपाईले 3-4 वर्ष सरकारी जागिरको तयारी गरिसकेपछि तपाईले धेरै कुरा सिकिसक्नु भएको हुन्छ। लाइक समयको महत्त्व, कन्सिस्टेन्सी, आदर, तपाईको बोल्ने शैली, सबै थोकमा तपाईको सकारात्मक परिवर्तन भइसकेको हुन्छ। यो समाजमा एउटा भ्रम छ है कि सरकारी जागिर पाउनै पर्छ भनेर, तर यो समाज, यो देश, यो संसारमा नै सरकारी जागिर नपाएकोले पनि सफलता पाउनु भएको छ। लाइक फलनमा चायवाला, एलन मस्क, धेरै छ। फेरि तपाईहरु यहाँबाट डिमोटिभेटेड भएर नजानु होला है, मोटिभेटेड भएर जानु होला। बी सेफ एन्ड बी केयरफुल। आजको लागि यतिकै, धन्यवाद। जय नेपाल।